As ironic as may sound, after traveling for months around the country, we never had a chance to visit one of the most iconic places of Nepal, Bote Chau. Lies in the Sindhupalchok district in the Bagmati zone of the central Nepal. Riding up to the steep hills with ease, we never known that what comes our way next. Completely managed with its unparalleled beauty. We will be traveling to Bote Chau, also known as a small Ilam, for its unparalleled beauty. Being into this place feels like you are entering into a fantasy movie, best for its tea garden. We are here to know and learn about the history and the importance of tea in Nepal, how it is cultivated and is processed. We gotta find out just what makes tea so damn good. Dewas daerah Arsati mati गइसकेछ पानी रहेछ दादा बाइक धुनु पर्ने यता खोले रहेछ र जुत्ताहरु जस्तो यता कहाँ हो Being on this place feels like we had chosen a perfect destination for it, for our enjoyment and refreshment by enjoying its mesmerizing beauty. Hello bro. Bike लिएर यता धुनु पर्ने फेरि धुने नि त्यहाँ गएर हामीहरु अब यता चिया बगान आइसकेका छौं अब बाइक मुनि नै राख्ने भन्दा धेरै दिन तपाईको बाइक माथि लग्न नमिल्ने रहेछ यसमा यसो सेक्सी अनुहार भगवानले कहाँ दिन्छ र यार जबातिर दिन्न नि यार यस्तो रसिली हसिली गुरास नानी यस्तो धेरै दिनपछि हिँड्न लाग्यो नि हिँडिरहेछु त्यति युज नभएर स्यासा फ्यासा के कति भ्लगमा मिस भएको देवराज दाइले त्यति भ्लग आफूले फिचर हुने हिसाबले नगरेको धेरै भइसक्यो तर योगदान मेन ब्याकबोन देवराज दाइको होइन तपाईँ यहीँबाट कसरी दिन्छु त्यहाँ हेर्छ बिर यहीँबाट कसरी यसरी हेरेर लाउनु खस्ताले क्या तर हाम्रो नाम के बारेमा कुरा गर्न मन लाग्यो हैन हाम्रो नामको दिपेश श्रेष्ठ यसकै नाममा थियो पहिला अनि अर्षदसँग कोल्याब भएपछि अर्षदले दिमाग लाग्यो क्या भ्लगको नाम के अलि के राखौँ न मान्छेले के राख्ने भन्यो अनि उसले भने क्या नाम चाहिँ थुक भ्लग भन्यो क्या कस्तो नाम हो हुन्छ नि मान्छेको दिमाग गर्ने त्यस्तो लागेको टिकट बोर्ड दुई महिना चाहिँ टिकट के नाम राखौँ भनेर चाहिँ हामी सोचिरहेको अब हाम्रो दुनियाँकै महान चाड भ्यालेन्टाइनको विक त अलरेडी सुरु भइसकेको छ अब हाम्रो यता दलदलमा फसेको पीडितहरू भनेपछि यता दुईजना छ म छैन है आई एम स्ट्रिक्टली अगेन्स्ट अफ त भन्दाखेरि नि म हुन्छ केटीलाई सम्मान गर्छु दिदी बहिनीको स्वरूपमा यसको लागि त साँच्ची हो मेरो यहाँ डाँडाबाट कराउ होइन एउटा केटीको नाम कराउ अनि एउटा केटीको होइन 10 वटा केटीको नाम आउँछ कराउ त तिम्रो एकचोटि रेशमा शिखा राधा पुनम लौ न सब एक्सको नाम आयो तिरो त्यसपछि आउँछ डायलग पनि ओया नगर तर प्रायले है भ्यालेन्टाइन विकमा के केटा घुम्नका हामी सोचिरह होला है खै के हो त्यो भने
के बोला भाइ है यो यसले हाल्यो भने चाहिँ सबले रिपोर्ट गरिदिउँ है यसको कामै छैन आज छ After having a perfect time, we went to Everest Tea Estate, also known as a Chia Bagan. Having a perfect friend and a location, when you will find it, it's totally worth it. We reached to our destination to collect all the information and how it's cultivated and it's processed. यो हो चिया बनाउने प्रोसेस. पहिलो कुरा ग्रीन लीफलाई प्लकिङ गर्ने. जति राम्रो टिप्ने मान्छे त्यति नै राम्रो चिया. यो चियाको पात र डोको गाडीमा हालेर धुवानी गरेर फ्याक्ट्रीमा पुगाइन्छ. यसको पहिलो काम वेट नाप्ने. सेकेन्डमा वेदरिङ ट्रफमा फैलाइन्छ यसलाई फ्रेस राख्नलाई. यसलाई तातो र चिसो हावाको कम्बिनेसनले यसको मोइस्चर उडाउने. त्यसपछि यसलाई रोलिङ मसिनमा राखिन्छ आधा घण्टाको समयको लागि. त्यसपछि फेरि फर्मेन्टेसनको काम सुरु हुन्छ. चियाको स्वाद चियाको अरोमा ल्याउन त्यसैले काम गर्ने गर्दछ. टी ड्रायरमा राखिन्छ. त्यो मसिन 370 डिग्रीसम्म पुग्छ अनि 22 मिनेटसम्म त्यो मसिनमा राखिन्छ. कस्तो दामी के वाह. Look guys, this is the real Chia Bagan. यता चिया बगानको उतापट्टि हिमाल छ. विथ मेस्मराइजिङ हुन्छ नि सनरे. केटाकेटाहरूसँग ग्रुप ड्राई भएर आएको चियालाई कलेक्ट गरेर स्कटिङको लागि लगिन्छ. यो प्रोसेस भइसकेपछि यतिखेर थाहा हुन्छ कि कतिको राम्रो प्लगिङ गरेको छ कि छैन भनेर. अनि त्यसपछि राम्ररी प्याकिङ गरेर अनि फ्याक्ट्रीबाट डिस्प्याच हुन्छ. र अगाडि भन्नु के तपाईँको दुःख व्यथाहरू छ? दुःख व्यथा भन्दा पनि च्यानललाई लिएर हो होइन. हाम्रो कोल्याब पछि चाहिँ अलिकति भ्यू बढ्न थालेको थियो. हामी सबैजना खुसी नै थियौँ होइन. अनि अहिले चाहिँ ब्याक टु ब्याक 2टा भिडियो भयो है, 2-3 भिडियो भयो. अहिले सोचे जस्तो भ्यू आइरहेको छैन क्या त्यसमा. तपाईँहरूको माया साथ सपोर्ट होइन अलिकति कम भयो कि भन्ने चाहिँ त्यो भइरहेछ. हामी चाहिँ सक्दो आफ्नो ट्राई गरिरहेछौँ क्या. अब जस्तै मानौँ कोही बेला मेरो मिलेन भने 2जना गइरहेछ होइन. जसको नमिले हामी सक्दो रेगुलर भन्नाले विकली चाहिँ हुन खोजिरहेछौँ होइन. जस्तै हाम्रो अर्सदको अस्ति भर्खर पनि इन्सिडेन्ट भएको छ. त्यो पनि उहाँ छ क्या. उसको सानो एक्सिडेन्ट परेको थियो. त्यही नै आइरहेछ. मेरो नि अब आफ्नै एउटा पर्सनल इस्यु थियो. त्यसले गर्दा आउन पाएन. सक्दा हामी चाहिँ तपाईँहरू माझमा कसरी विकली रेगुलर हुन सक्छौँ त्यो चाहिँ हामी ट्राई गरिरहेछौँ होइन. हजुरहरूले अब जे जस्तो छ अझै माया र सपोर्ट गरिदिनुहुन्छ भन्ने चाहिँ धेरै आशा छ मलाई. To visit a such beautiful place, this place is one of the most beautiful place nearby Kathmandu. To experience the complete nature with greenery, hills and mountains. एकचोटि यहाँ आउँदाखेरि चाहिँ यहाँ पिकनिक स्पटमा डिजे लिएर आएको थियो होइन. डिजे अमित 98 This place is perfect for it. Riding 2 hours, about 40 kilometers, coming this place is completely worth it. And happy to end this video by sharing our good memorable moments. आजको लागि चाहिँ यति नै होइन. अब तपाईँहरूले हाम्रो ओभरअल भिडियोको बेस्ट पार्ट के लाग्यो भन्न सक्नुहुन्छ. लाइक सेयर कमेन्ट अनि तल चाहिँ एउटा सब्सक्राइबको बटन हुन्छ. त्यसलाई प्रेस गरेर सानो एउटा बेलको आइकन हुन्छ. हाम्रो चाहिँ तपाईँसँग चाहिँ सबै नोटिफिकेसन जानलाई चाहिँ त्यो बेललाई प्रेस गर्नुपर्ने हुन्छ. आशा गर्दछौँ कि हजुरले यसरी नै साथ सपोर्ट हामीलाई दिनुहुन्छ भन्ने ठुलो आशा राखेका छौँ. जय नेपाल, जय थुक ब्लग्स. राइडर भएर हिँडिरहेको मसँग होइन. हजुर सर. पछाडि बस्दाखेरि कस्तो अनुभव भइरहेछ त? लस्केली मजेदार बाउन्सी एस भइरहेछ. रमाइलो भइरहेछ. के गर्नु अब 2-4 करोड कमाइसी त अलिकति माथि नै पर्यो. ड्राइभरलाई सोध्नु न. ड्राइभरलाई हाम्रो पठाउ ड्राइभरलाई सोधौँ न अलिकति. केटा चेपिरहेको छ अरू कुरा होइन त्यस्तै हो. तिम्रो छ केटा त्यो पठाउ ड्राइभर अनि तिम्रो त्यो फोन राख्ने ह्यान्डलै छैन त खै. के गर्नु बिजनेसम्यान